हाम्रो देशको नाम नेपाल हो। हाम्रो देश 3 भागमा विभाजन गरिएको छ, हिमाल, पहाड र तराई। त आज स्कुल गएनस् कर्णाली? बाबा आज त शनिबार, स्कुल छुट्टी। बुढो भएछ नि क्या, कति बार पनि बोल्न थालिरहेछ। जा कर्णाली, पानी लिएर आइज त, साह्रै पो तिर्खा लाग्यो। हस् बाबा। हेर बुढी, यसपालिको बालीले चाहिँ अलि धेरै मुनाफा दिन्छ जस्तो छ। यो साल चाहिँ साहुबाको ऋण नतिरी भएको छैन, ऋणको बोझ धेरै भइसक्यो। अनि कमलाको भयो साँच्ची सभाको जाने होइन र, महिना बितिसक्यो। मैले पैसा ठिक पाइसकेको छु। बाबा पानी लिनुहोस्। ल ल म गएँ। बाबा म पनि जान्छु नि तपाईँसँग। ल ल ल, आज शनिबार जा जा। नमस्कार साहुबा। नमस्ते हजुरबा। नमस्कार नमस्कार, बाउ छोरी नै पो आएछ त, म त बाटो भुलेको जस्तो लागिरहेछ। साहुबा, हिसाब किताब कति पो थियो, गएको महिना पनि आउनु पाएन। ओ पुण्डे, जा बही खाता लिएर आइज। हुन्छ मालिक। लिनुहोस् मालिक। मैला मैला गएको महिना पनि आइनस्, यो महिनासँग तेरो जम्मा 16,000 भएछ। हो र साहुबा, धेरै पो पुगेछ। एकछिन बाबा, यो त 12,000 पो छ त। ए हो त, बुढो भइएछ, यो चस्माले पनि काम दिन छोडेछ। ए माइला, तेरी छोरी त निकै बाठी पो रहेछ, कुन स्कुलमा पढ्छ? हजुरबा, म त तमर भेली स्कुलमा कक्षा 3 मा पढ्छु नि। हो र? हजुर साहुबा, जहिले कक्षामा प्रथम हुन्छ, अरू क्रियाकलापमा पनि पुरस्कार ल्याउँछ। हामीले ऊ बेलामा पढ्न पाएन, दुखै गरेर भए पनि छोरीलाई पढाउँदैछु। तेरी छोरी निकै बाठी रहेछ माइला, पछि ठुलो भएपछि निकै प्रगति गर्छ। ल साहुबा, हामी लाग्यौँ ल। नमस्ते हजुरबा, हामी गयौँ ल। ओ पुण्टे। हजुर मालिक, यो त म भाइले स्कुल कहाँ पढ्दो रहेछ, मेरो नातिलाई पनि हाल्नुपर्ने, बुझ है। हस् मालिक। हजुर, साहुबाले आफ्नो नाति भर्ना गर्न खोज्नु भएको तमर भ्याली माध्यमिक विद्यालय यही हो, जहाँ अहिले बिहानको प्रार्थना भइरहेको छ। साँच्चै सुन्दर तथा शान्त वातावरणमा अवस्थित यो विद्यालय धनकुटा जिल्लाकै एक शैक्षिक गन्तव्यको रूपमा स्थापित हुँदैछ। हजुर यहाँहरू पनि आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नम्बर 7 स्थित यस विद्यालयको अवलोकन गर्न हार्दिक अनुरोध गर्दछौँ।